लसुन रोपाइ सक्यो? हाय सकिएको छैन छोरा। ओ झ्यास लगाऊ सन्देश। झ्यास लगाइसकेको अवस्था। सासूबारीले लसुन रोपिसकेका छन्। लसुन साथसाथै छ्यापी पनि रोपिएको छ हैन मम्मी? छ्यापी झन् एकदम भान्साहरूको लागि एकदम सौन्दर्य मसला है हजुर। यो छ्यापी रोप्नु चाहिँ कसैले पनि नभुल्नु होला। प्याज भन्दा धेरै फल्छ, स्वादिष्ट छ, राम्रो उत्पादन। पुतमा अब चराले रोपेको टिप्छ भनेर झ्यास लाउँदै हुनुहुन्छ हाम्रो बुहारी नानी। के गर्नु, आफू मात्रै किसान भएर भएन, छोराछोरीलाई सिकाउनै पर्दो रहेछ हजुर। आफू सक्षम, परिवार सक्षम भयो भने भान्सा सुधारिन्छ है हजुर। आजको एपिसोड यही। अब भोलिको एपिसोडमा हामी दीपावलीको सरसफाइ भन्दा भान्साहरूलाई सरसफाइ गर्नको लागि मसला रोप्नु धमाधम लसुन छ्यापी। अब भोलिको एपिसोडमा के को लागि तयारी गरिन्छ त्यो पनि भन्दैन। भोलि सामुदायिक वन उपभोक्ता समूहको सदस्य भएको नाताले त्यहाँ साधारण सभाको लागि तयारीमा खाना खाएर जानुपर्छ। सामाजिक काममा पनि लाग्नु पर्यो नि हजुर। हो के गर्नु, बिहान पनि यहाँ अनि यसो के अरे मुला सुलाको लागि बनाउने भन्ने कुरा आइरहेछ।